सो हेलो एन्ड वेलकम टु माई न्यू ब्लग्स। सबैजना सन्चै हुन्छ होला र म पनि एकदमै सन्चै छु र फेरि पनि स्वागत छ आर्सन लिम्बूको ब्लगमा सबैजनालाई। र आज चाहिँ ढिलो नगरी हाम्रो यता ब्लगतर्फ लागौँ। आज चाहिँ सिधै घरै बाटो देख्न सक्नुहुन्छ गाइज, घरै बाटो ब्लग सुरु भएको छ। एकदम घाम र हावाहुरी चाहिँ कपाल जाँदैछ होइन गाइज, देख्न सक्नुहुन्छ। र गाडीले सुरुवात दिइसक्यो, जे होस् घाम चाहिँ टन्टलापु लाग्दैछ होइन गाइज, देख्न सक्नुहुन्छ। अहिले चाहिँ म घुम्दै एउटा छुट्टो मिठो एउटा भ्लग लिएर हिँडिरहेको छु होइन, देख्न सक्नुहुन्छ। हामी आइसकेको छौँ र हाम्रो यहाँ माथि चाहिँ दिवस दाई, उहाँ पनि एक युट्युबरै हो होइन। हाम्रो दिवस याक्खा याकुजा भन्ने युट्युबमा नाम होला, दिवस याक्खालाई गएर पनि सपोर्ट गरिदिउँ हाम्रो दाइलाई पनि। देख्न सक्नुहुन्छ हरियाली गाइज, तर घाम चाहिँ ओभर लाग्दैछ होइन, देख्न सक्नुहुन्छ। एकदम मिठो लाग्दैछ घाम। अहिले चाहिँ हाम्रो 1 बज्न लागेको होला, 12:30देखि कट होला टक्क होइन गाइज होइन। देख्न सक्नुहुन्छ अलि माथि आइसकेको छौँ हामी, एकदम भ्यू देख्न सक्नुहुन्छ। र हामी अहिले आफ्ना गन्तव्य परसम्म जाँदैछौँ। आज घामसहित हावा पनि मिठो चल्दैछ केटा हो। र म चाहिँ माथि आइसकेका छु, देख्न सक्नुहुन्छ। निकै भयो, घाम चाहिँ ओभर लाग्दिन थालेको छ आजकल। हावासहित चाहिँ त अहिले यसो एक मिठो हावा पनि दिँदैछ क्या गाइज। र देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ माथि यो ठाउँ चिन्नुहुन्छ होला, यो टावर भएको। कहाँ गयो टावर यार, यहाँ माथि टावर देख्दै हुन्छ गाइज, यहाँनिर हो। यहाँ हामी यसको मुनि छौँ, यो जसमा कोठी डाँडा भन्छ यसलाई चाहिँ, यो टावर भएको ठाउँलाई। अनि एउटा सानो पर्यटकीय स्थल पनि भन्छ, आइदिनुहोस् घुमिदिनुहोस् हाम्रो कोठी डाँडामा। देख्न सकिरहनु भएको होला, यहाँ माथि छ। अब चाहिँ हामी यता लाग्नुपर्ने हुन्छ। र गाइज हामी चाहिँ अहिले यहाँ चिया खाएर हिँडिसकेको अवस्था। देख्नुहोस् यहाँ अहिले पर घर हिँड्दैछौँ, यहाँ माथिल्लो घर आइपुगेका छौँ हामी, घर आइसकेका छौँ। र हामी चाहिँ लाग्यौँ, यहाँ चाहिँ भेडा छ है गाइस, यो भेडा होइन गाइस। हावा चाहिँ मिठो तन्दुरुस्त छ, देख्न सक्नुहुन्छ। आइसकेको छौँ, ढकन गरेपछि चाहिँ बोल्नै हुँदैन क्या गाइस, भन्नै पर्ने हुन्छ है। के बोल्नुहुन्छ भ्लग अगाडि फेरि बोल्नु यति आइरह हुँदैन। ल हावा त अनि ओक्स चल्यो नि त, ओक्स यो चाहिँ यता मलाते जाने बाटो हो, त्यता हाम्रो मौलो पनि पुगिने गरिन्छ भन्ने। अरे लु हावाले त उडाउँछ क्या, देख्न सक्नुहुन्छ। हावा चाहिँ यता मुनि चाहिँ घर छ, यता लास्ट यता पनि हेर्दै धेरै घरहरू भइसकिसकेको छ। तर मलाई चाहिँ उडाउला भन्ने पिर। अहिले चाहिँ हाम्रो स्कुल छुट्टी भएको छ नि त, त्यसले कपाल अलिअलि पालेको छु मैले। र फेरि स्कुल लागेपछि काट्नु पर्ने भन्ने हुन्छ होइन गाइस। धेरै पछि आएँ, फेरि भ्लग चाहिँ बनाउनु मन लाग्छ, तर के बनाउनु हुँदैन क्या गाइस। मन लाग्छ फेरि के बनाउनु छ नि, बनाउँदिनँ बरु। तर अब चाहिँ म बनाउने अलिक प्रयास प्र्याक्टिस जान्छु होइन।
दिन नै बनाउने कोसिस चाहिँ गरिहेर्छु अब। हावाको आवाज सुन्न सक्नुहुन्छ गाइस आम्मा। तर अरू बेलाको भन्दा चाहिँ आज छुट्टै छ ल फेरि हावा चाहिँ नि र गाइस सब्सक्राइब गरिदिनु होला टक्क लगेर सब्सक्राइब कमेन्ट लाइक सबै ठोकिदिनु होला र सपोर्ट गरिदिनु होला। बढ्दैछ सब्सक्राइबर अलिअलि भए पनि छिटो छिटो धेरै नै पुऱ्याइदिनु नभन्ने मेरो आग्रह छ। सपोर्ट गरिदिँदै गर्नु। सपोर्ट जे होस् मलाई सपोर्ट आयो भने चाहिँ भ्लग बनाउनु पनि आँटाउँछ क्या गाइस। त्यही भएर हो क्या। अब केही आएन भने त के मजा त्यो बित्थामा फोन बोकेर हिँडेको गर्नुपर्छ होइन गाइस। यसो होइन आफूलाई पनि सपोर्ट आओस्। अनि सपोर्टहरू आयो भने चाहिँ ल भ्लग बनाउनु यसो मजा आउँछ नि त हो। त्यसकारण सबैले माया देखाइदिनु होला। उपर चाहिँ कुकुर भुक्दैछ र आइसकेका छ पर केटाकेटीहरू डाँडा घरमा आइसकेको छौँ हामी र अहिले एकैचोटि पर भेट्यौँला त गाइस। यो मा गोरे किन बोल्दैछ आजकल के हो थर्किन्छस् मा सुली हान्दिउँ तँलाई। ओ केटाकेटी हो र यस भ्लगमा स्वागत छ तिमीहरूलाई। आइ गर्दै सबैले पारा हान्दे यहाँ देख्नु हजुर। र हाम्रो पर आमा घाँस हाल्दै हुन्छ। किन यिनीहरूले के गर फटा गर्यो क्या भनिहाल्न नत्र यिनीहरूलाई म सेकिहाल्छु नि। के गर्दैछस् तिमीहरू त्यहाँ किन खेलेको डिटेसन बिनिस र युमा त्यहाँ छन् राता भाले कोयाक कोयाक। ओए के भयो मेरो ए र म चाहिँ आइसकेका छु हाम्रा यता डाँडा काँडा हुँदै यता मौलोमा। यहाँ पर मौलो छ र यहाँ माथि पिकनिक खाने मान्छे अघि मैले जुन कोठी डाँडा देखाएको थिएँ त्यहाँमा लास्ट पिकनिक खान आउनु थालेको छ क्या आजकल। त्यहाँ देख्न सक्नुहुन्छ हाम्रा चाहिँ त्यहाँ मौलो छ भने आइसकेको छु। यहाँ माथि झन् पिकनिक खान जानु पर्ला जस्तो छ आज गाइस। लाग्दिम आज इन्भिटेसनै बिना तर लास्ट छ ल मान्छे चाहिँ माथि। कहाँ छ हौ मान्छे चाहिँ त्यहाँ माथि छ हेर्नु त टिल्लिली छ ल यो यहाँबाट नदेखेको मात्रै हो कि लास्ट मान्छे म चाहिँ टक्क हाम्रा मौलामा घरमा आइसकेका छु। घाँस के हो त्यो घामले टिल्लीले लाला यता हाम्रो जेठामामा तेजन मामाको घर यो चाहिँ हो। म चाहिँ आइसकेका छौँ देख्न सक्नुहुन्छ र हामी चाहिँ आइसकेका छौँ मौलोमा। हाम्रो आमा टक्क लुगा धुँदै हुनुहुन्छ। हमको मालुम नै परिवार के छ परिवार ठिक छ हाम्रा यो परिवार कहाँ गएको छ अरू परिवार। यहाँ हाम्रो कान्छी माइजू टक्क चिसो खाँदै हुन्छ। म टक्क चिसो खाँदैछु र म चाहिँ यहाँ स्नोकर खेल्दैछु होइन। ल्याप एउटा छिराइयो अब कुन हानौँ त यो हान्नु पर्ला जस्तो छ एकछिन गाइस। र म चाहिँ अर्कै गेम खेल्दैछु गाइस होइन। खेल्नु चाहिँ म यो होइन यो भाइको फोन हो भाइको खेल्दैछु। र हाम्रो गेम स्टार्ट भइसकेको छ भाइको फोनमा खेल्दैछु म चाहिँ यो फ्री मार्ने होला एकछिन ल गाइस म चाहिँ खेल्छु अब। र जितिसकेको छौँ हामीले। मैले 9 किल हानिसकेको छु होइन देख्न सक्नुहुन्छ। मजा आउँछ यस्तो गेम खेल्न पनि नि गाइस। र फेरि पनि भिक्टोरी भइसकेका सक्राउ
अहिले 6 किल मात्रै गरिएछ। मेसिन लगाइछ। अब चाहिँ घर जानु पर्ने हुन्छ हैन गाइस। अब यहाँ एउटा काम आएको छ मिसिन सिसिन लगेर चाहिँ गाइस घर अल्छी लागिरहेछ। र यहाँ चाहिँ मिसिनको चार्जर खोज्नु पर्ने हुन्छ। मिसिनको चार्जर हो चाहिँ कुन त यो हो कुन हो त। सो वेलकम ब्याक टु माई च्यानल भन्दै अब के गरौँ। मिसिन चाहिँ यहाँ भित्र छ हैन। मैं निक्ली गाह्रो छ एउटा हातले। यसको ब्याट्री हेरौँ न त। 78 रहेछ। यो त पक्कै हाम्रो यो भनेको नि यो टसको यो एकचोटि यो के को हो त हेरौँ न त। ला अब मैले चार्जरै भेट्टाइन नि त मासुली। कहाँ गयो चार्जर। यस्तै हुन्छ गाइस। अब कहाँ राख्यो चार्जर हामीले खोज्नु पर्ने हुन्छ। यो त होइन पक्कै पनि। यो कुन हो त चार्जर। कहाँ गयो गाइस गाह्रो छ। कहाँ गयो चार्जर। अस्ति भेटे फाइनली। यो हो जस्तो चाहिँ यसो हेर्दाखेरि चाहिँ म चेक गरी हेर्छु ल। ट्राई हान्दिउँ न त। तिम्रो लामा ट्राई हान्दिउँ गाइस। तर सबै बङ्गाको हो जस्तो छ गाइस। यही रहेछ चार्जर। यो मेरो होइन क्या फेरि। ल भयो चेक भयो यसो गरिदिउँ। बजु यसलाई राख्नु। बाख्रोचहरूलाई हेरिदिउँ न त। यहाँ डब्बी निकाल भन्नुहुन्थ्यो। क्यु पारा पारा क्युतिरु यता हेर्दै नि त। लुक्स हेर्दै नि त। लुक्स हान्न। ओ त्यहाँ त्यस्तै छ यहाँ। ल खोले खाइसकेको छ यिनीहरूले। ल कडा हो ल लाग्दिएको ल। भोलि भरे कुद तिमीहरू। अहिले लेट्स क्लोज द डोर। अब चाहिँ होइन गाइस यहाँ परसोमा हाम्रो यता म्याम्सको छोक्रा लगिदिनु पर्दैन अरे होइन। यो चाहिँ रक्सी पारिसकेको छोक्रा हो। एकछिन देखाउँछु म। ल माकीले उका हुन्छ। तेरीमा यो चाहिँ बाख्राले खान्छ हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर चाहिँ सुँगुरले खान्छ केले खान्छ होइन। अनि त्यो चाहिँ बाख्राले ज्याप हान्छ होइन। देख्न सक्नुहुन्छ। यो लगिदिनु पर्दैन अरे हौ। गाइस अब म चाहिँ जाने होइन। अब मेरो चाहिँ